मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गरेको देखिन्छ र आत्महत्या जस्तो घटनाहरूको कारणले गर्दाखेरि व्यक्तिले आफ्नो ज्यान चाहिँ लिइराख्ने यो चाहिँ एउटा प्रमुख एउटा पब्लिक हेल्थ इस्युजको रूपमा चाहिँ आइरहेको छ। यसलाई चाहिँ नियन्त्रण गर्नका लागि सामुदायिक स्तरमा यो विभिन्न खालका चाहिँ रणनीतिहरू चाहिँ अपनाइने रहेछ। त्यो रणनीतिमध्ये एउटा भनेको चाहिँ कुनै पनि एउटा त्यस्तो व्यक्ति जसलाई चाहिँ मानसिक स्वास्थ्य समस्या भइरहेको छ अथवा एकदमै चिन्तामा छ, दुःखी भइरहेको छ, आत्महत्यासँग सम्बन्धित सोचाइहरू आइरहेको, व्यवहारहरूको विषयमा चाहिँ योजना बनाइरहेको व्यक्तिलाई हामीले पहिचान गर्ने र पहिचान गरिसके पछाडि सम्बन्धित कसले चाहिँ सहयोग गर्न सक्छ त होइन, कसको भूमिका के हुनसक्छ त्यो चाहिँ हामीले कोलाबोरेटिभ केयर भन्छौँ नि होइन। सम्पूर्ण हाम्रो आफ्नो आफ्नो भूमिका होला, ती भूमिकाहरू के हो भनेर यो 2 दिनको बसाइभरि हामी छलफल गर्छौँ। कसरी पहिचान गर्ने भन्ने कुराहरूमा हामी छलफल गर्छौँ र कसरी चाहिँ त्यो व्यक्तिलाई सहयोग गर्न सकिन्छ र कुनै पनि व्यक्तिको चाहिँ जीवनलाई बचाउन सकिन्छ भन्ने कुराहरू चाहिँ हामी विशेष गरेर यो 2 दिनको तालिममा चाहिँ छलफल गर्छौँ र सिपहरू सिक्छौँ। त्यसका साथसाथै मानसिक स्वास्थ्यका विषयहरू र कुनै पनि व्यक्तिसँग चाहिँ सहयोग गरिरहँदाखेरि होइन, विशेष गरेर आत्महत्याको जोखिममा भएका व्यक्तिहरूलाई सहयोग गर्दाखेरि आवश्यक पर्ने सिपहरू होइन, अनि त्यस पछाडि कसरी कुराकानी गर्ने, कसरी प्रश्नहरू गर्ने भन्ने जस्ता सिपहरूमा पनि हामी छलफल गर्छौँ। कोसिस पनि हो, कोसिस अलिकति अन्य संस्थाभन्दा अलिकति विशेष चाहिँ के छ भन्दाखेरि कोसिसमा चाहिँ कोसिसको कार्यकारी निर्देशक अथवा कोसिसमा हुनुभएको बोर्ड मेम्बरहरू चाहिँ मानसिक स्वास्थ्य समस्याहरू अनुभव गरेका व्यक्तिहरू हुनुहुन्छ, मनोसामाजिक अपाङ्गतामा रहनुभएका व्यक्तिहरू हुनुहुन्छ। त्यसकारण उहाँहरूले आफ्नो आवाजहरू चाहिँ जसको स्वभाव हुन्छ उसैको आवाज भनेर अधिकारमुखी ढङ्गबाट मानसिक स्वास्थ्य देशैभरि विशेष गरेर गण्डकी प्रदेशमा पनि पोखरा, लमजुङ र गोर्खालाई चाहिँ मुख्य गरेर अहिले हामी यो सामुदायिक मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथाम परियोजना अन्तर्गत यहाँ उपस्थित भएको छौँ। अब कोसिसले चाहिँ विशेष गरेर के गर्छ भन्दाखेरि सामुदायिक स्तरमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न खालका कलङ्क, धारणा र मानसिक स्वास्थ्यको महत्त्वलाई बढाउनका लागि र स्टिग्माहरूलाई घटाउनका लागि सचेतीकरणका कार्यक्रमहरू गर्छ र वडा स्तर, पालिका र प्रोभिन्सियल अथवा सेन्ट्रल लेभलमा पनि विभिन्न खालका चाहिँ मानसिक स्वास्थ्यलाई अझ चुस्त दुरुस्त सम्पूर्ण जनताले चाहिँ समान रूपमा चाहिँ त्यो सेवा सुविधाहरू प्राप्त गरून् भन्ने हिसाबले चाहिँ त्यसलाई चाहिँ वकालत गर्ने, त्यस पछाडि स्वास्थ्यलाई चाहिँ अझ कसरी चाहिँ अझ सुदृढ गर्न सकिन्छ भनेर सिस्टम स्ट्रेन्थनिङका कुराहरू गर्ने र यस्तै आत्महत्यालाई रोकथाम गर्नका लागि चाहिँ सामुदायिक स्तरमा चाहिँ जनशक्तिको वृद्धि गर्नका लागि चाहिँ विभिन्न कार्यक्रमहरू, विभिन्न खालको यस्ता तालिमहरू चाहिँ गर्दै आइरहेको छ। समाजमा समस्याहरू छन्, सबै सेक्टरमा काम गर्नुपर्ने छ। मान्छेको जीवनै रहेन भने हामीलाई कुनै पूर्वाधारले पनि केही काम गर्नेवाला छैन। त्यो भएर यो चाहिँ मान्छेको जीवन संरक्षणसँग सम्बन्धित विषय अब जनप्रतिनिधि पनि हुनुहुन्छ, हामी सबै कर्मचारी छौँ, अब बहु क्षेत्रका सरकारवाला छौँ। यो समस्यालाई जित्नलाई अब सबैले यसलाई पनि यो स्थानीय तहको अथवा प्रदेशको सङ्घको सबैको प्राथमिकता क्षेत्रमा पर्नुपर्छ भनेर हामी सबै लबिङ गऱ्यौँ भने पक्कै पनि त्यो क्षेत्रले पनि पक्कै आगामी दिनमा प्राथमिकता पाउला। हामीले आफ्नो आफ्नो ठाउँबाट आफूले क्षमताले भ्याउने सकारात्मक ढङ्गले काम गरौँ। के कुरा गोपनीयता राख्ने कि नराख्ने, कस्तो शब्द प्रयोग गर्ने, अनि कतातिर फर्दर फरवार्ड गर्ने, यो चाहिँ हो कि होइन भनेर पहिचान कसरी गर्ने भन्ने लगायतका सबै सामान्य कुराहरू जानकारी पाएका छौँ। अब त्यो हिसाबले आउने दिनमा पनि अब हामी सबैजनाले सामूहिक रूपमा सहकार्य गऱ्यौँ भने यहाँभन्दा अगाडि त साँच्चै भन्यो भने भएको काम प्रहरीमा कतिजनाले आत्महत्या गरे भन्ने रेकर्ड त्यहाँ हुने, अब त्यो चाहिँ त्यही रेकर्ड ल्याएर अब त्यो बाहेक अरू हामीले कसैले पनि काम गर्ने अवस्था थिएन। अब यति सामान्य ज्ञान हुँदा अब समाजमा अब अहिले पनि लान्छना लगाउने, अब ल खत्तम भएछ, खुस्किएछ, यो के भएछ भन्ने हाम्रो जुन खालको कुराहरू छन् त्यति मात्रै कुराहरू पनि सामान्य यो र समाजमा अब यो कसैलाई क्लिनिकल काउन्सिलिङले ठिक होला, कसैलाई क्लिनिकल ट्रिटमेन्टै चाहियो। दुईवटा कुरा चाहिँ गऱ्यो भने जटिल अवस्थामा पुगेका मान्छे पनि अब औषधि रेगुलर खाएपछि ठिक भएको पनि देखिया छ। त्यो भएर
यो चाहिँ हाम्रो लान्छनालाई हटाउने चेतनामूलक हिसाबले देखि लिएर अब कुन ठाउँमा उपचारमा जाने भन्ने कुरामा पनि हामी सबैले आफ्नो आफ्नो ठाउँबाट काम गर्न सकियो भने पक्कै पनि यो समस्यालाई समाधान गर्न सक्छौँ। अब अहिले हामी के छ भने अब यो चाहिँ अब यो पढेपछि यो कापी लगेर कता फाल्यो अनि त्यसपछि कसैले हेर्ने चलन पनि छैन, प्रयोग पनि गर्दैन। अर्कोचोटि आयो भने ट्रेनिङमा यो यस्तो केही गरेको थियो अनुभव सेयर गर्नु भन्यो भने लिन त लिएको 1-2 वर्ष अगाडि कता कता एउटा संस्था आएको थियो भन्ने जस्तो कुरा छ। त्यो भएर सिकेको ज्ञानलाई अलिकति सेयरिङ गर्ने, त्यसलाई अब आफूले चाहिँ पनि त्यसलाई युज गर्ने अभ्यास गर्ने। नजानेको कुरा साथीभाइ अब हाम्रो विजय सरले सायद नम्बर पनि सेयर गर्नुभयो होला। अब जे होस्, अब नजानेको कुरा चाहिँ अब यस्तो अवस्था पऱ्यो भने कता खबर गर्नेदेखि लिएर सामान्य कुरा सबैले राख्यौँ भने पनि त्यसले चाहिँ यो समाजको यो ठुलो समस्यालाई हामी निराकरण गर्ने ढङ्गले काम गर्न सक्छौँ।